यहाँ चाहिँ हुँदैछ अब ब्रेकफास्ट। हात धुएर है हातहरू त एकदम घरबाटै धुइरहेको नि। हाम्रो यहाँ मिसले चाहिँ बाँड्दैछ। चाना चाना कस्तो भइसक्यो त? भन्नु कस्तो भएछ विनय दाजु? चाना मैले बनाएको भन्नुहोस् त। दामी भएछ? मैले कस्तो भएछ? कस्तो भएछ भन्नु न। मेरो खिल्ली उडाएर मार्नु आँट्यो। चाना बनाएको खिल्ली उडाएर। विनय दाजु खिल्ली उडाइसक्नु भयो मेरो चानाको। यो चाना चाहिँ हतारमा खानु हुँदैन, एक्लै बसेर सोच्दै सोच्दै चियापत्तीको मुटको मुनि मैले बनाएको चानाको खिल्ली। मैले बनाएको चानाको खिल्ली हेर। कस्तो छ मिस भन्नुहोस् त? हजुर कस्तो छ भन्छ? म त खानु पनि सकेको छुइनँ सबै। आमा खानु सक्छ लट्टालेर दिउँ जस्तै हो। माथिबाट झऱ्यो नि के हुन्छ अरे? प्लेटै दुलो पर्ला जस्तो हुँदो रहेछ। अन्त यतिको हुनुपर्छ है। साथीहरू चाहिँ चाना बनाउँदा पनि खिल्ली गर्छ। चाना झरेर कुचेको नि। चानाको खिल्ली भयो कुसङ्मित।